टपअप काण्ड के हो त अथवा टपअप शिक्षा भने के हो र जुन चाहिँ हामी देख्छौँ अहिले हरेक विद्यार्थी अथवा प्यारेन्ट्सहरूले चाहिँ टपअप पढ्न जान हुँदैन चाहिँ टपअपको समस्या रहेछ टपअप के हो भने एकदम कन्फ्युजन देखिरहेको छौँ। यहाँलाई त्यो कुरा बारेमा क्लियर गर्न चाहन्छु। टपअप भनेको नर्मली युके जान्छ बढी विद्यार्थी पढ्नको लागि र जुन चाहिँ 1 वर्ष कोर्स हुन्छ र नेपाल सरकारको कानुनलाई हामीले आधार मान्नुपर्छ। हामी नेपालमा बसेर नेपालको कानुन मान्नुपर्छ। नेपाल कानुनमा टपअप डिग्री इलिगल हो। किन इलिगल हो भनेदेखि ब्याचलर डिग्री 3 वर्षको हुनुपर्छ, टपअप डिग्री 1 वर्षको हुन्छ। टपअप डिग्रीको नेपालमा कहिले पनि एनओसी बन्दैन। तर यहाँ कन्सल्टेन्सीहरू भनौँ या विद्यार्थीहरू भनौँ 1 वर्षको अफर लेटरलाई एडिट गरेर त्यो अफर लेटर 3 वर्षको बनाएर एनओसीमा चाहिँ जुन शिक्षा मन्त्रालयमा चाहिँ फ्रड अफर लेटर सबमिसन गरेर जुन एनओसी 3 वर्षको बनाउने र युकेमा पढ्न चाहिँ 1 वर्ष कोर्स पढ्न जाने त्यसलाई टपअप डिग्री भन्छौँ। र आज विभिन्न समस्या आइरहेको छ जुन चाहिँ फ्रड एनओसी बनाएर उनीहरू चाहिँ युके पढ्न गएको यसले गर्दाखेरि जुन नेपालको ललाई आधार मान्दाखेरि 1 वर्षको ब्याचलर नेपालमा भ्यालिड छैन किनकि त्यो एनओसी फ्रड हो। त्यो गर्दा हरेक विद्यार्थी जान्न पर्ने कुरा के हो भने म विदेश किन जान्छु, त्यो शिक्षा मेरो देशमा कतिको भोलि फर्केर आउँदाखेरि काम लाग्छ लाग्दैन। तर समस्या के छ हामी नेपाली विद्यार्थीमा चाहिँ सस्तो चाहियो, छिटो पैसा कमाउने वे चाहियो। त्यसले गर्दा आजको दिनमा धेरै अनगिन्ती विद्यार्थीहरू चाहिँ युकेमा हलपत्र पढ्न सुरु गरिसकेका छ र नेपाल फर्किने क्रम छ। विगत 10औं वर्षदेखि यी कुराहरू लिएर चाहिँ अथवा टपअप कोर्स पढ्न टपअपको बारे बुझ्न हामी कहाँ अनगिन्ती विद्यार्थीहरू आए। हामीले कहिले पनि टपअपको बारेमा काउन्सिलिङ गरेनौँ किनकि हामीलाई थाहा थियो कि यो नेपालको लभन्दा विपरीत कुराहरू। त्यसले फेरि पनि हामी तपाईँलाई भन्छौँ प्लिज तपाईँहरूले सही सल्लाह लिनुहोस्। शिक्षा मन्त्रालयमा तपाईँ गएर बुझ्न सक्नुहुन्छ म किन पढ्न जाने, यो युनि कस्तो, यो कोर्स के हो, मलाई भोलि समस्या आउँछ भने मैले पढेको कुराहरू मैले पढेको युनिभर्सिटी पढेर नेपाल फर्किँदाखेरि मलाई काम हुन्छ हुँदैन, मेरो डिग्रीको भ्यालु हुन्छ हुँदैन, तपाईँ टियुमा बुझ्न सक्नुहुन्छ, शिक्षा मन्त्रालय गएर बुझ्न सक्नुहुन्छ र तपाईँ सही सल्लाह दिने कुनै पनि काउन्सिलिङ गरेर बुझ्न सक्नुहुन्छ। हामी विगत 27 वर्षदेखि चाहिँ विद्यार्थीलाई चाहिँ सही सल्लाह दिनुपर्छ। जुन एकाडेमिक करियर काउन्सिलिङ भन्छौँ हामीले चाहिँ त्यो दिनुपर्छ भनेर हरेक विद्यार्थीलाई चाहिँ हामी सल्लाह दिने गरिरहेको छौँ। जुन विद्यार्थीहरू हामी कहाँ एप्लाई गरौँ या नगरौँ हामी कहाँ बुझ्न सक्नुहुन्छ उहाँहरूले। बाँकी तपाईँहरूको कुरा फेरि तपाईँलाई रिक्वेस्ट गर्छु कि प्लिज कहिले पनि सस्तोको न्युमा छिटो पैसा कमाइन्छ भन्ने चक्करमा पर्दाखेरि लङ टर्ममा तपाईँलाई समस्या हुन्छ। देशमा हो या विदेशमा होस् हामीले पढ्दा के पढ्ने, कसरी पढ्ने, त्यो कतिको भ्यालिडिटी छ भन्ने कुरा हामी ध्यान दिनुपर्ने हुन्छ। यसको सम्पूर्ण जानकारीलाई चाहिँ सही सल्लाह लिन डाइनामिक युनिभर्समा भिजिट गर्ने यहाँलाई अनुरोध गर्छु। धन्यवाद।